साइली रे मै चौरी गाई झर्यो रे मै मधुबनैमा। चेतना वाहकहरूका निम्ति एउटा शब्द शिविर। नवराज लम्सालको प्रस्तुति कार्यक्रम मधुबनैमा। कला, साहित्य, संगीत र संस्कृतिका निम्ति समर्पित कार्यक्रम मधुबन प्रत्येक शुक्रबार बिहान 10 बजे मधुबनैमा। विस्थापन अत्यन्तै सफल उपन्यास हो। नवीनताको प्रमाणले भरिएको यसको विषयवस्तु भिन्न छ। त्यो हो वर्तमान विश्वको चलायमान जनसंख्या, अनेक प्रकारका समस्याले उत्पन्न गर्ने निर्वासन प्रयास, पुनर्मिलनको आशा, विलयनको निराशा र मानव मस्तिष्कलाई छोप्दै ल्याउने एक प्रकारको क्षयबोध। मूल भाषाबाट भिन्न भएपछि, संस्कृतिबाट टाढिएपछि, भूगोल र इतिहासबाट विच्छिन्न भएपछि तिनले उत्पन्न गर्ने क्षयीकरण, त्यो स्थितिले मानव मनमा उत्पन्न हुने असुरक्षा, एक्लोपन र बोधोपन, उसभित्र समयसँग लड्न सक्ने ऊर्जाको विनाश जस्ता गम्भीर कुरातर्फ उपन्यासले संकेत गरेको छ। डाक्टर गोविन्दराज भट्टराई, प्राध्यापक डाक्टर गोविन्दराज भट्टराईका यी हरफहरू ऋषि तिमसेनाको विस्थापन उपन्यासमाथि। विस्थापन ऋषि तिमल सेनाको उपन्यास र उपन्यासमाथि डाक्टर भट्टराईको टिप्पणी, यिनै टिप्पणीका हरफहरूसहित आजको मधुबनको दैलो उगारेको छु। यसै कृतिमाथि प्रदीप नेपाल लेख्नुहुन्छ, उपन्यासकारले सानो उपन्यासमा वर्तमान नेपालका सबै विकृतिको शल्यक्रिया गरेका छन् र सामाजिक सेवालाई सुन्दर जीवनको असल मार्ग भनेर चिनाउने कोशिश गरेका छन्। नेपाली साहित्यमा एउटा नयाँ सोचको उत्तम सृजना हो। वैदेशिक रोजगारीको सपना देख्ने युवा, क्रान्तिको भ्रान्तिमा रुमलिएका तरूण, राजनीतिलाई सृजनात्मक कामसँग नजोड्ने चलनमा बरालिएका राजनीतिक दलका नेता तथा कार्यकर्ताले पढ्नै पर्ने यो विस्थापन ऋषिको सुन्दर उपहार हो। प्रदीप नेपाल। दुई विशिष्ट विद्वानहरूका भनाईहरूसँगै आजको मधुबन प्रारम्भ गरिसकेको छु। म तपाईहरूको सुख दुःखको साथी नवराज लम्साल र मसँग मेरा प्राविधिक साथी सुरेन्द्र श्रेष्ठ। आउनुहोस् आजको यात्रा प्रारम्भ गरौं। सधैँ यस्तै 4211-721 र 4211-736 मा तपाईँ श्रोताहरूसँग हाम्रो सिधै सम्बन्ध स्थापित हुनेछ, सिधै सम्पर्क स्थापित हुनेछ। हामी सृजनासँग हराउनेछौं र विस्थापनमाथि बहस पनि गर्नेछौं। आउनुहोस् कार्यक्रम शुरू गरौं। साइली रे मै चौरी गाई झर्यो रे मै मधुबनैमा। चेतना वाहकहरूका निम्ति एउटा शब्द शिविर। नवराज लम्सालको प्रस्तुति कार्यक्रम मधुबनैमा। कला, साहित्य, संगीत र संस्कृतिका निम्ति समर्पित कार्यक्रम मधुबन प्रत्येक शुक्रबार बिहान 10 बजे मधुबनैमा। 4211-721 र 4211-736 मधुबनको यो नम्बर। यसैमा हामी संवाद कायम गर्छौं। लाइनमा को हुनुहुन्छ? हेलो हेलो, यतिखेर लाइनमा कोही साथी हुनुहुन्छ तर असार लाग्दा नारायणीले सुस्तामा बनाउँछ बगर के छ हो नवराज दाई संविधान सभाको खबर। हजुर नमस्ते। हजुर नमस्ते, को बोल्नु भयो होला? हजुर म नवलपरासीदेखि जितिन रेग्मी दाजु। अनि रेग्मीजी आराम हुनुहुन्छ? एकदम बाँचेकै छ दाजु। अनि ल नवलपरासीको खबर पनि उठानमै उठाइहाल्नुभयो। कतै बगर बन्ने, कतै पानी सुक्ने, पानी हराउने कुरा। आज हामी यो बसाइमा के सुन्छौँ हो? सिर्जना छ दाजु एउटा सानो। ल सुरु गरौँ। सुरु गर्छु दाजु है। हजुर हस्। आज पनि उही अनि उस्तै कुराले मन पोलिरहेको छ। कति भनौं के भनौं, हजार लाख पटक भनिसके के यही हो लोकतन्त्र, गणतन्त्र अनि बन्दै गरेको संविधान। ए संविधान त कति निष्ठुरी रहेछ सही। 3-4 वर्षसम्म पनि जन्म लिन सकिनस् हो तेरो गर्भमा बस्ने आयु कति छ। सक्दस भनिदे मलाई, म गर्भमै बस्न चाहन्छु भनेर। हैन भने छिटो तेरी म नेपाल आमाको काखमा जन्म लिएर थोरै भए पनि मलाई पीडाबाट मुक्त गर। कति हँसाउँछस् तेरा भगवानहरूलाई, तेरै नाममा कति लुटाउँछस् तेरी नेपाल आमाको अस्मिता। तलाई जन्म दिने तेरो नेपाल लागि, तेरो खुसीको लागि म पीडाले कति छटपटाइरहेकी छु, दाजु यति नै। हजुर रेग्मीजीलाई धेरै धेरै धन्यवाद। पीडाले छटपटाएको कुरा गर्दै हुनुहुन्थ्यो। अर्को साथी हुनुहुन्छ लाइनमा। हेलो। कुनै फाटेर, कुनै मुसाले काटेर, कुनै छोरा नाति सङ्गी साथीहरूमा बाँडेर एक गरी फौजका सब पुराना जर्सीहरू सिद्धिए। तर जतन साथ बचाइराखेको फौजी जीवनका 2वटा प्रिय चिन्ह, एउटा पुरानो डिजाइनको ठुलो गोलो जेब घडी छातीमा झुन्ड्याएर अनि एउटा पुरानो टोप शिरमा लगाएर
बुढेसकालका लामा र दिगदाएर दिन बिताउने एउटा पेन्सन वाल बुढो लाहुरी झैं रानी पोखरीमा बल्छी हालेर तटमा उभिएर निरन्तर झोक्रिरहेछ घण्टाघर, निरन्तर झोक्रिरहेछ घण्टाघर। भुपी शेरचनले सम्झाउँदै, दाई नमस्ते, म बलदेव केसी। बलदेव केसी भुपी शेरचनलाई सम्झाउनु भयो, घण्टाघरको कुरा गर्नुभयो। हजुर। उनी श्रद्धेय कवि भुपी शेरचनलाई हामी पनि सश्रद्धा सम्झना गर्न चाहन्छौं। नेपाली आधुनिक कविताका एकजना शिखर पुरुष बलदेवजी हामीसँग लाइनमा। बलदेवजी यतिखेर के सुनाउनुहुन्छ आफ्नो सृजना चाहिँ? मैले पनि एउटा कविता लेख्ने प्रयास गरेको छु। यही कविता आज मधुबनको चौतारीमा बाँड्न चाहन्छु। मेरो कविताको शीर्षक छ माग्ने। एक पख अविरल बर्सातहरू, एक पख आकाश ढाक्ने बादलहरू, झुपडी उदाङ्गो बनाउने हावाहुरी, उफ परबाट एउटा माग्ने आइरहेछ। उसले अवश्य माग्ने छ, तर तत्पर नहौ अन्जुलीमा दिन। धुरी चोक आँगन छोएको उज्यालो छिर्का माग्ने छ। धरती माथि उठेको सुनौलो बिहानी माग्ने छ। पर्वत श्रृङ्खला खेलेर आइपुग्ने न्यानो घाम माग्ने छ। उसले मैनबत्ती र लालटिन सूर्यलाई छोपेर मैनबत्ती र लालटिन कहिले माग्दैन। उसले जहाँ विशाल आकाश माग्ने छ, जहाँ जुन घाम चलिरहन्छन्। झुक्न लागेको सरमाथाको शीश उठाउन सहारा माग्ने छ। अगाएको चोक माग्ने छ, किनकि ऊ आजकल सत्ता माग्ने भएको छ। ऊ अब किनिने छैन तिम्रो पैसामा, न त बिक्री हुनेवाला नै छ। आफ्नो जीवन मृत्युलाई धिक्तो बुझाएर सिंहदरबारको जुवा खालमा प्रवेश गर्नेछ र माग्ने छ, मेरो देश मैले देऊ। मेरो लास छोप्ने कात्रो यहीँ बुन्छु, मेरो लास पुर्ने माटोको पोखरा दिइरहनेछु। अनाथको प्रियजन बन्नेछु, विधुवाको सिन्दुर बन्नेछु। अरू अरू धेरै नउडाउ जुवामा तिमी रित्न सक्छौ। नउडाउ भुवासरी कता खस्ता टुङ्गो छैन। उपट्टि सन्देश बोल्छ, ऊ फेरि सन्देश बोल्छ र देश माग्छ। ऊ अब घन्कँदै गरेको सहर माग्दैन। उसले कर्णाली टेकेको छ। उसले मानवताका लागि बोलिने भाषण सुन्दैन। उसले देखिरहेको छ छेउमा हुस्की र बियरका बोतलहरू। मौन धारणलाई लम्बाएर धेरै हिजोको जस्तो युद्ध माग्दैन। निर्दोष हातहरू उठाएर कारागार देखाउँदैन। पुराना सच्चा इतिहास मेटाएर नयाँ इतिहासको खातिर दौँदैन। ऊ मुटुमा आगो सल्काएर ओठले ज्वाला मिल्काउँदैन। ऊ एकातिर धारा देखाएर अर्कातिर आँखाभरि छाएर हान्दैन। ऊ टुटे फुटेका सपना सोचेर नारा गाउन जान्दैन, किनकि ऊ माग्ने हो, सच्चा माग्ने, आफूलाई ऋतु बनाएर अरूका लागि माग्ने। दाइ यति नै। बलदेव केसी हामीसँग हुनुहुन्थ्यो, सच्चा माग्नेको कुरा गर्दै हुनुहुन्थ्यो। आँखामा पानीका छालहरू र ओठमा बाफहरू अनि मुटुमा सल्किएको आगो, यिनै सन्दर्भहरू। मुटुमा आगो सल्काएर बाफहरू धुवाहरू ओठबाट र आँखाभरि पानीको सपना। बलदेव हामीसँग हुनुहुन्थ्यो बलदेव केसी। मधुबनको यात्रामा छौं। यात्रामा हामी अर्को साथीलाई स्वागत गर्छौं र कविता, गीत, गजल र मुक्तकहरू अथवा अन्य सृजनाका कुराहरू गर्छौं। अघि मैले भर्खर कुरा गर्ने विस्थापन ऋषि तिमल सेनाको पछिल्लो उपन्यास हो विस्थापन। हामी यो बसाईमा, यो साहित्यिक बसाई हो, हामी यहाँ सृजनाका धेरै कुराहरू गर्छौं, सृजनाका पाटाहरू फुकाउने कोसिस गर्छौं। ऋषि तिम सेनाले लेख्नु भएको छ, दाम्पत्य जीवनको नौलो तर रोमाञ्चक मधुमास केही समय सँगै गुजारेपछि हामी दम्पतिले हाम्रो पहिलो सन्तान जन्माउने निधो गर्यौं। योजना मुताबिक बच्चा गर्भमा विकसित हुँदै गरेको मेडिकल रिपोर्ट जब हाम्रो सिरानी मुन्तिर लुक्न आइपुग्यो, तब हामी भावी सन्ततिको सुखद कल्पनामा हराउन थाल्यौं। सायद त्यसै वखत यस उपन्यासको प्रारम्भिक खाका पनि मेरो रचना गर्भमा बस्न आइपुग्यो। प्रकृतिको अद्भुत सृजनशीलता र प्रक्रिया अवश्य पनि मेरो भन्दा घनीभूत र नियमित थियो। फलत हाम्रो पहिलो सन्तानले यस धरतीमा पाइला टेक्न नपुग मात्र 9 महिना लाग्यो भने मेरो उपन्यासले यस रूपमा आउन त्यसपछिका पूरै 3 वर्षहरू कुर्नु पर्यो। तर छोरासँग बितेका ती 3 वर्ष यस उपन्यासलाई परिपक्व बनाउन यसकारण पनि महत्वपूर्ण साबित भए कि मैले यसै समयमा अभिभावकहरू आफ्ना सन्ततिहरूप्रति कति समर्पित हुन्छन् र एक कलिलो बयला हुर्काएर तन्नेरी बनाउन कति कुराहरू खर्चन्छन् भन्ने तथ्यलाई व्यावहारिक रूपमा बुझ्न सके। अझ एक दिन त्यति माया दिएर हुर्काएको सन्तान आफ्ना बा आमाबाट टाढिन्छ, ताल परे यो या त्यो बहानामा कहिले नफर्किने गरी विदेशिन्छ भन्ने कोरा कल्पना मात्र दिमागमा आउँदा पनि एक सिकारु पिताका रूपमा अझ छटपटिए, जुन यस कथालाई पूरा गर्ने ऊर्जा बन्यो। सारमा यो कथा पनि एक दिन हुर्किएर तन्नेरी भएमा फेरि मेरो आफ्नै छोराको या वर्तमान नेपाल आमाका अरू हजारौं युवा सन्ततिहरूको कथा हो, जो विभिन्न बहानामा विरक्तिको भाव बोकेर आफ्नो मातृभूमि छाड्ने औडाहामा आज ठाउँ ठाउँमा भौतारिरहेका भेटिन्छन्। यो एउटा कोरा आख्यान हो, तर
उपकथाका रूपमा जोडिन आइपुगेका कतिपय प्रसंग भने मेरा भोगाईका धेरै नजिकबाट गुज्रिएको तथ्यलाई म अस्वीकार गर्न सक्दिन। यस पुस्तकलाई एक सिकारु लेखकका हैसियतमा यस रूपमा ल्याइ पुर्याउन मेरो उक्त परिस्थिति मात्र पर्याप्त अवश्य थिएन। आफ्ना गुरूका रूपमा यसको पाण्डुलिपि देखाउँदा सुझाव सहित भूमिका लेखिदिनुहुने डाक्टर गोविन्दराज भट्टराई र अग्रज साहित्यकार प्रदीप नेपालले लगाउनु भएको गुण म सदैव सम्झिरहनेछु। यी हरफहरू ऋषि तिमसेनाका हुन् र उनको उपन्यास विस्थापन र विस्थापनको स्थापनका सन्दर्भमा उहाँले लेख्नुभएका हरफहरू उठाउँदै थिए। मिल्यो भने ऋषिजीसँग टेलिफोन संवाद गर्ने कोशिशमा पनि हामी छौं। हामीलाई उहाँसँग सम्पर्क स्थापित गर्ने टेलिफोनले त्यति सघाइरहेको छैन। अलि लाइन मार्को साथी हुनुहुन्छ। हेलो नमस्कार हजुर, को बोल्नुभयो होला? नमस्ते, को बोल्नुभयो? अनामनगरदेखि चमेली थामी। अनि थामीजी कता हो? थात थलो हजुर, सिन्धुपाल्चोक। अनि आज के सुनाउनुहुन्छ त हामीलाई? हजुर, मैले चाहिँ यो सिन्धुपाल्चोकदेखि काठमाडौँ हिँडिरहेको समय पछाडि लेखेको यो गजल छ, यही प्रस्तुत गर्छ। हुन्छ, यसलाई सुरु गरौँ। हजुर, पिउरी पिउरी लहर यो आफ्नै लाइन हुन्छ, पिउरी पिउरी लहर यो आफ्नै लाइन हुन्छ, तिमलाई के थाहा जालहारी ओहोदाको बहिन हुन्छ, पिउरी पिउरी लहर यो आफ्नै लाइन हुन्छ। हाम्रो जस्तो ओल्लो पल्लो चल्दैन यहाँ सरसापर, हाम्रो जस्तो ओल्लो पल्लो चल्दैन यहाँ ऐतो पैतो, मोटा गोजी भए मात्रै जिन्दगानी चैन हुन्छ, तिमलाई के थाहा जालहारी ओहोदाको बहिन हुन्छ। कुरा गर्छन् ठुला ठुला ठिराउने हम्ने हम्ने, कुरा गर्छन् ठुला ठुला ठिराउने हम्ने हम्ने, विपक्षमा सर्वहार ढलमलाउने ऐन हुन्छ, तिमलाई के थाहा जालहारी ओहोदाको बहिन हुन्छ। मर्दा पर्दा जुटेकै छ गाउँ घरको परम्परा, मर्दा पर्दा जुटेकै छ गाउँ घरको परम्परा, केलाउनै सकिँदैन मुरी मुरी खैन हुन्छ, तिमलाई के थाहा जालहारी ओहोदाको बहिन हुन्छ। जोगाउनै मुस्किल छ आज्ञाकारी बिउ आमा, जोगाउनै मुस्किल छ आज्ञाकारी बिउ आमा, लाखौं लाखको सङ्गालोमा गोडा चारे मैन हुन्छ, पिउरी पिउरी लहर यो आफ्नै लाइन हुन्छ, तिमलाई के थाहा जालहारी ओहोदाको बहिन हुन्छ, ओहोदाको बहिन। हजुर, यति नै। धेरै धेरै धन्यवाद। यहाँले आफ्नो सृजना सुनाउनुभयो र कार्यक्रममा सहभागिता जनाइदिनु भयो। हामी खुशी व्यक्त गर्छौँ। हामी मधुबनमा छौँ। मधुबनको यो बसाई कला साहित्य संगीत संस्कृति भाषा र सभ्यताका निम्ति यो एउटा शब्द शिविर हामी भन्ने गर्छौँ। चेतना वाहकहरूका निम्ति एउटा शब्द शिविर हो। म त अझ भन्छु यो कविताहरूको कारखाना हो पनि। र त्यसो त हामी साहित्यका अन्य विधाहरूमाथि पनि बहस र छलफल गर्छौँ। मैले आज सुरुदेखि विस्थापनको बारेमा अलिअलि टिप्पणी गर्दै पनि आएँ। ऋषि तिमसेना हामीसँग सम्पर्कमा हुनुहुन्छ। ऋषिजी हेलो। हजुर, नमस्कार। नमस्कार, आराम हुनुहुन्छ? एकदमै आराम छु दाइ, एकदमै खुसी लागिरहेको छ दाइसँग कुरा गर्न पाउँदा। मधुबनमा यहाँलाई स्वागत छ। धन्यवाद। विस्थापनले के कुरा स्थापन गर्न खोजेको छ? विस्थापन शीर्षकबाट पनि हामी धेरै कुरा सायद बुझ्न सक्छौँ। विस्थापनले चाहिँ अहिले मैले त्यहाँ लेखेको पनि छु, नेपाली वर्तमान परिवेश र नेपाली युवाहरूको वर्तमान मनस्थितिलाई यसले देखाउन अथवा स्थापित गर्न खोजेको छ। यो विषयवस्तु उठान र अहिलेको हाम्रो समाजको बीच कतिको समता भेट्नुहुन्छ? तपाईँले एकदमै मर्मस्पर्शी क्वेसन मलाई सोध्नु भएको छ। वास्तवमा अघि मैले भन्न खोजेको कुरा पनि त्यही हो। अहिले नेपालमा हामी जस्तो समयमा बाँचिराखेका छौँ, हाम्रो मातृभूमि अहिले जस्तो अवस्थाबाट गुज्रिराखेको छ र त्यो देशमा बसेका नागरिकहरूको अहिलेको मनस्थिति कस्तो छ, त्यसमा पनि युवा पिँढीको अहिलेको वर्तमान अवस्था कस्तो छ भन्ने कुरालाई मैले यसमा जगजाहेर गर्न खोजेको छु। हाम्रो देश एउटा एक किसिमको भयंकर द्वन्द्वबाट पार हुँदै अहिलेको यो अवस्थामा आइपुगेको छ र अहिले पनि द्वन्द्वका कुनै न कुनै रूपका अवशेषहरू हामीसँग छन्। ती एक रूपबाट अर्को रूपमा परिवर्तन हुँदै र अझ भयंकर देखिन खोज्दै गरेको अवस्थाबाट हामी गुज्रिँदैछौँ र त्यो अवस्थामा नेपालको वर्तमान अवस्था र नेपालीहरूको त्यसमा युवाहरूको मनस्थितिसँग यो उपन्यास एकदमै नजिक छ भन्ने मेरो दाबी छ लेखकको रूपमा। हजुर, जस्तो नेपाली समाजको यो अवस्थाका पछाडि कारणहरू के हुन सक्छन्? कारणहरू त अब हामी सबैले देखे बुझेका पनि छौँ। दुई चारवटा कारणहरू मैले पनि देखेका छु। एउटा चाहिँ नेपाल अब अवश्य पनि परिवर्तनको घडीमा छ। परिवर्तन हुँदाखेरि केही न केही सकसहरू त पक्कै पनि पैदा हुन्छन्। तर यो परिवर्तन, यो अवस्थामा हामी जुन जसरी गुज्रिँदैछौँ यसका पछाडि राजनीतिक कारणहरू हुन सक्छन्, आर्थिक कारणहरू हुन सक्छन्,
सामाजिक कारणहरू हुन सक्छन्। त्यसमा पनि अहिले तत्काल रूपमा देखिएका कारणहरू चाहिँ राजनीतिक र सामाजिक कारणहरू अलिकति ज्वलन्त रूपमा अगाडि आइरहेछन् जस्तो मलाई लाग्छ। जस्तो तपाईले भित्र एक ठाउँमा लेख्नु भएको छ, मनमा उर्लिएको खिन्नताको भेल पनि खोला छेउको ठाडो पहिरो रहेछ कहिले नथामिने। सबैको आफ्नै व्यक्तिगत जीवनको एक न एक विशिष्टता हुन्छ नि। हेर त, मास्टर्स गरेको 25 वर्ष लक्का जवानको यो हाल। म अझ आफूभित्र खोपिँदै गएँ कि यस्तै दिनहरूको सदा अन्त्यका लागि हामीले आन्दोलन गरे होइन कि प्रतिगमन फिर्ता, अग्रगामी सुधार हुँदै तमाम समस्याहरूको दीर्घकालीन समाधानको खातिर पुरै राज्य व्यवस्थाकै आमूल परिवर्तन गर्ने कुरा हामी युवा विद्यार्थीलाई बाँडिएका उदार सपनाहरू मात्र थिए त? किन हाम्रो देशमा एकपछि अर्को आह्वान गरिएका आन्दोलनले जस्तो सुकै प्रतिकूलताका बावजुद चाँडै जनसमर्थन पाउँछन्? कि यसले नेपालीहरू वर्षौंदेखि राज्य पक्षबाट वैध रूपमै संरक्षित र सम्पादित अन्याय, अत्याचार, शोषण र कुशासनद्वारा प्रताडित भएको कुरा छर्लङ्ग्याउँदैन? यदि त्यसो हो भने किन जनस्तरबाट उठेको हरेक आन्दोलन, संघर्ष वा क्रान्तिलाई धोकापूर्ण सम्झौतामा टुङ्ग्याउँछौं? यी तपाईको उपन्यासभित्रका यी हरफहरू पढिरहँदाखेरि धेरै मान्छेको भावनाको प्रतिनिधित्व गरिरहे जस्तो लाग्छ। भर्खर आएको छ बजारमा, रेस्पोन्स कस्तो छ, प्रतिक्रिया? म एकदमै उत्साहित छु दाइ। खासमा के भइरहेछ भन्दाखेरि चाहिँ म लेखकको रूपमा एउटा नयाँ, मेरो नाम नयाँ हो र मेरो प्रयत्न पनि एकदमै पहिलो हो। तर जति पनि विद्वानहरूले, जति पनि सर्जकहरूले, जति पनि मेरा पाठकहरूले यसलाई अहिले पढिरहनु भएको छ, तपाईँले अघि भने जस्तै थुप्रै लाइनहरू मलाई कोड गरेर मलाई इमेलहरू आइराखेका छन्। मेरा फेसबुकका भित्ताहरूमा उहाँहरूले यो कुराहरू लेखिरहनु भएको छ र एउटा लेखकको रूपमा सायद मेरो पहिलो प्रयत्न थियो। तर सायद म आफू युवा हुँ र युवाहरूकै कथा लेखेको छु। म आफू एउटा टिपिकल नेपाली हुँ र नेपालीहरूकै कथा लेखेको कारणले हुन सक्छ आम पाठकहरूको, अघि मैले भने जस्तै सर्जकहरूको, अझ विद्वानहरूको, समीक्षकहरूको सायद मलाई सानो ठानेर, सायद मलाई एउटा नवलेखक ठानेर पनि हुन सक्छ। एकदमै उत्साह, एकदमै मलाई शुभकामनाहरू आइराखेका छन्। म एकदमै उत्साहित छु एक लेखकको रूपमा। हजुर, जस्तो यहाँले डाक्टर गोविन्दराज भट्टराई र प्रदीप नेपाललाई भेट्नुभयो, जो अघिल्लो पुस्ताका लेखक र समालोचकहरू हुन्। उनीहरूले धेरै पुस्तक पढेका पनि छन् र भूमिका लेख्ने क्रममा, समालोचना लेख्ने क्रममा, पढ्ने क्रममा र अन्य सन्दर्भमा पनि उनीहरूले एउटा औपचारिकता निर्वाहका निम्ति दोस्रो पुस्ताका लेखकहरू तपाईँ हाम्रो पुस्तालाई राम्रो छ भन्ने कुरा आफ्नो ठाउँमा छ नै, तर उहाँहरूले आलोचनात्मक हिसाबले हाम्रो पुस्ताका सृजनाहरूमाथि गरेको टिप्पणी तपाईँलाई कस्तो लाग्छ? म एकदमै उहाँहरूप्रति आभारी छु। उहाँहरू जो दुईजना व्यक्तिहरू तपाईँले नाम दिनुभयो, उहाँहरूले मेरो पुस्तकको पाण्डुलिपि पढेर उहाँले थुप्रै ठाउँमा रातनमसीहरू चलाउनु भयो, थुप्रै ठाउँमा उहाँहरूले मलाई सुझाव दिनुभयो र उहाँहरूको प्रयत्न चाहिँ मलाई कस्तो लाग्छ भने उहाँहरू आफ्नो ठाउँमा स्थापित हुनुहुन्छ, आफ्नो धारको प्रतिनिधित्व गर्नुहुन्छ र थुप्रै लेखेर हामीलाई बाँडिसक्नु पनि भएको छ। तर उहाँहरू समालोचना अथवा आफ्नो अन्तर्दृष्टि यसरी राख्नुहुन्छ कि हामी जस्ता नयाँ आउने नयाँ पुस्ताहरूप्रति उहाँहरू एकदमै स्नेह व्यक्त गर्नुहुन्छ र हाम्रो लेखाइलाई एउटा परिष्कार गर्न, हाम्रो लेखाइलाई एउटा धार दिनको लागि उहाँहरूले गरिराख्नु भएको प्रयत्न चाहिँ मलाई एकदमै अन्तःकरणदेखि नै हामीले त्यसलाई स्वीकार गर्नुपर्ने, त्यसलाई सम्मान गर्नुपर्ने खालको लागेको छ। हजुर, जस्तो मैले यो कुरा किन उठाइरहेको छ भने यदा कदा हामी आम संसारमा र व्यक्तिगत भेटघाट, औपचारिक अनौपचारिक कुरामा पनि चर्चा गर्ने गर्छौं। कतिपय कुरा मान्छेहरू औपचारिक रूपमा मिठै बोल्छन् तर अनौपचारिक रूपमा दुखी सुख पोखिरा हुन्छन्। अघिल्लो पुस्ताले पछिल्लो पुस्तालाई माया नगरेको वा पछिल्लो पुस्ताले अघिल्लो पुस्तालाई श्रद्धा नगरेका विविध कारणहरूका बीच दुई पुस्ताका बीचमा खाडल छ भन्ने गरिन्छ। यहाँले पनि सहजताका साथ अघिल्लो पुस्ताले गरेको स्नेहलाई उजागर गर्नुभयो र यी हरफहरूमा पनि उहाँहरूले तपाईँमाथि लेखेको टिप्पणीमा पनि आएको छ। त्यो ग्याप भन्छन् नि, अंग्रेजी शब्द प्रयोग गरे, त्यो पुस्ता बीचको खाडल कतिको रहेछ? त्यस्तो छ कतिपय अवस्थामा। अब नामै लिएर भन्न त गाह्रो पनि पर्छ। सबै सर्जकहरू, सबै विद्वानहरूको नयाँ पुस्ताप्रतिको धारणा एकै छ भनेर त म भर्खर यो क्षेत्रमा बाइला सार्दै गरेको मान्छेले भन्न मलाई गाह्रो छ। धेरै विद्वानहरूसँग, धेरै सर्जकहरूसँग मेरो त्यति लामो संगत हुन पनि पाएको छैन। तर तपाईँले भने जस्तो कतिपय नयाँ हामी जस्तो आउँदै गरेको मान्छेहरूलाई चाहिँ स्थापित भइसकेका नामहरूले अथवा अगाडि बढिसकेका नामहरूले जसरी हेरिदिनुपर्ने, विचार गरिदिनुपर्ने, सुझावहरू दिनुपर्ने त्यस्तो रूपमा नलिएको मैले पनि कता कता सुनेको छु, महसुस पनि गरेको छु कहिलेकाहीँ। खासमा के हुन्छ भने एउटा स्थापित नाम, एउटा स्थापित सर्जकले चाहिँ हामी जस्तो मान्छेहरूको कृतिलाई पढिदिनुहोस् र उहाँहरूले हामीले गरेका कमजोरीहरू औँल्याइदिनु भयो भने एउटा लेखकको रूपमा हामीले आगामी दिनमा आफ्नो पाइलालाई अझ दह्रो बनाउनको लागि साह्रै ठूलो मद्दत मिल्थ्यो। तपाईँले उठाउनुभएका कुराहरू एकदमै सही छन्। केही न केही खाडल त अवश्य पनि छ हामी बीचमा र उहाँहरूको त्यो खाडलले चाहिँ नयाँ आउँदै गरेको मान्छे, लेख्दै गरेको मान्छे र नयाँ पुस्ता जो नयाँ दृष्टिकोण सहित आएको छ, नयाँ भाषिक चेतना र समाजबोधको साथ आएको छ, त्यो मान्छे स्थापित हुनु भनेको त्यो व्यक्ति मात्रै नभएर उसको
चेतना र सोच स्थापित हुनु पनि हो। त्यो स्थापित हुनमा रोक्ने खालको कोसिस पनि कहीँ कतै हुन सक्छ भन्ने कुरालाई हामीले संकेत गर्यौं। एकैछिन होल्डमा रहिदिन अनुरोध गर्छु। एकजना साथी अघिदेखि अर्को टेलिफोन लाइनमा पर्खिरहनु भएको छ, हामीलाई उहाँसँग कुरा गर्छु, एउटा सिर्जना सुन्छु अनि ऋषिजी फेरि तपाईँ कहाँ जोडिन्छु है त। ऋषि तिमसेना हामीसँग हुनुहुन्छ। विस्थापन उपन्यासमाथि हामी चर्चा गरिरहेका छौँ। अर्को साथी लाइनमा। हेलो हेलो जय नमस्ते। नमस्ते, को बोल्नु भयो होला? म सुदूर कन्दर अछामदेखि मनोज बस्छ। मनोजजी, अछामको खबर के छ? हजुर ठिक छ। राति पानी दर्किरहेको छ, दिनसा घाम चर्किरहेको छ। चर्किरहेको छ बडा मिलाएर बोल्नु भयो। अब अहिले चाहिँ के सुनाउनुहुन्छ? अहिले मसँग एउटा गजल छ दाइ। मैले अघिल्लो हप्ता पनि एउटा गजल सुनाएको थिएँ, यतिलाई पनि एउटा गजल लिएर आएको छ आज। ल सुरु गरौँ। हस्। मलाई सदा लौए चरी नजिस्काउनु त्यसो गरी कुहु कुहु बोलाउने बाटोभरि घरिघरि। मलाई सदा लौए चरी नजिस्काउनु त्यसो गरी। निम्तो ल्याई आयो सकी काफल पाके भन्दा रहेछौ। निम्तो ल्याई आयो सकी काफल पाके भन्दा रहेछौ। मधुपान गर्दै जाऊ डाली डाली थरी थरी। मलाई सदा लौए चरी नजिस्काउनु त्यसो गरी। फरिएर चोली तिम्रो आँचल नि फेरिएछन् नव फलव कुसुमाकर सुवासले मनहरी। मलाई सदा लौए चरी नजिस्काउने यसो गरी। मन मेरो चोरी लग्यो भोक प्यास निन्द्रै पनि घुम्टो ओढी लज्जावती लाल परी समिसरी। मलाई सदा लौए चरी नजिस्काउने यसो गरी। भुन भमराको सँग नाच्यो छम मन पर्यो फुरु फुरु उड्दै आऊ यसै गरी। मलाई सदा लौए चरी नजिस्काउने यसो गरी। कुहु कुहु बोलाउने बाटोभरि घरिघरि। धन्यवाद दाइ। धेरै धेरै धन्यवाद। अछामको खबर, अछामको सन्देश, अछामको शुभ भनाइ थियो यो। यहाँलाई धेरै धेरै धन्यवाद छ। हामी मधुवनमा छौँ। मधुवनको यात्रामा हामी सिधै यानि कि लाइभ प्रसारण गरिरहेका छौँ। हामीले आज विस्थापन उपन्यासमाथि पनि चर्चा गरिरहेका छौँ। ऋषि तिमसेना हामीसँग सम्पर्कमा हुनुहुन्छ, एकजना लेखक, युवा लेखक जो वैचारिक पनि हुनुहुन्छ। उहाँ लेख्नु भएको छ, कसैलाई प्रोफेसर बन्नु थियो भने कसैलाई घर घडेरी जोड्ने लालसा थियो, त्यो पूरा गरे। यसको मतलब तिमीले पनि अमेरिका जानै पर्छ, प्रोफेसर हुनै पर्छ, घर घडेरी जोड्नै पर्छ या एनजीओ आईएनजीओमा डलर खेती गर्नै पर्छ भन्ने हो र? यो र यस्तै तिम्रो आफ्नै लक्ष्य होस् भन्ने तिमी किन सोच्दैनौ? अन्ध नक्कलले मानिसलाई भड्खालमा मात्र पार्छ। अब पनि तिमी किन चेत्दैनौ? हेर त, तिम्रै साथीहरूले पनि एकै खाले उपलब्धिलाई आफ्नो लक्ष्य बनाएनन्। तिनीहरूले किन सफलता पाए भने तिनले आफ्नो उद्देश्य राखे र प्राप्त गर्ने प्रयत्न गरे। फलस्वरूप त्यो पूर्ण पनि भयो। तिमी पनि आफूलाई चिन्न खोज, आफ्नो रुचि, क्षमता र अवस्थाको सही पहिचान गर। अरूबाट अन्ध नक्कल नगरिकन आफ्नो छुट्टै उद्देश्य तय गर र त्यसको प्राप्तिका लागि तन मन देऊ। सक्रियता र परिश्रम त अवश्य चाहिन्छ, तर जुन दिन तिमी त्यसलाई पाउनेछौ त्यस दिन आफूलाई संसारको सबभन्दा सफल र सुखी व्यक्ति ठान्नेछौ। आजका आम मानिस सफल देखिए पनि उनीहरू स्वयं सुखी र सन्तुष्ट नदेखिनुको प्रमुख कारण पनि यही हो। उनीहरूको उपलब्धि वास्तविक सफलता हुँदैन, किनकि त्यो अरूको अन्ध नक्कलको उपज मात्र हुन्छ। मानिस त्यो दिन मात्र सुखी र खुशी हुन्छ जुन दिन उसले मौलिक सफलता चुक्दछ। मानिस त्यो दिन मात्र सुखी र खुशी हुन्छ जुन दिन उसले मौलिक सफलता चुम्दछ। विस्थापनबाट साभार गर्ने ऋषि तिमसेनाले लेख्नुभएको यो हरफ तेस्रो पटक फेरि पढ्छु। मानिस त्यो दिन मात्र सुखी र खुशी हुन्छ जुन दिन उसले मौलिक सफलता चुम्दछ। ऋषिजी, मैले यो एक अनुच्छेद पढ्न मन लाग्यो र पढेँ र अन्तको एउटा हरफ 3 पटक पढेँ। मान्छे सुखी र खुशी छैन नहुनुको पछाडि उही कारण छ नि त? हजुर, त्यही नै मलाई मेरो ठहर थियो हजुर। यसलाई कसरी व्याख्या गर्नुहुन्छ? मैले आफू युवा भएको नाताले म आफै पनि धेरै अवस्थामा एकदमै रुम लिन्छु र मेरा अहिलेको साथी संगतिहरू पनि युवाहरू नै हुनुहुन्छ र उहाँहरूसँग मैले जब कुराकानी गर्छु, पेसाले म एउटा शिक्षक हुँ, विद्यार्थीहरूलाई पढाउँछु, कहिलेकाहीँ विद्यार्थीहरू मेरै उमेरका हुनुहुन्छ। यी सबै मान्छेहरू अथवा नेपालको आम युवा पिँढी हेर्दा मैले एक किसिमको छटपटी देख्छु बीचमा। सबैजना एक किसिमले रुमलिरहनु भएको छ, एक किसिमको दौडधुप चलिराखेको छ, कुदाकुद छ, मान्छे कुदिराखेको छ, युवा अझ बढी दौडिएको छ। तर मान्छे के को पछि दौडिएको छ भन्ने कुरा मैले गहिरेर हेर्दै जाँदाखेरि चाहिँ मान्छे अरूले जे गर्छ त्यसको पछि दौडिराखेको मैले धेरै ठाउँमा देखेको छु। र त्यसरी दौडिँदा त्यो एक दिन मान्छेले पक्कै पनि अरूले दौडे जस्तै, अरूले खोजे जस्तै कुरा त पाउन सक्छ, तर त्यो मान्छे त्यस दिन पनि मैले खुसी नभएको पनि भेटेँ धेरै ठाउँहरूमा। र मलाई त्यो कुराले अत्यन्तै छोयो। म आफै गम्भीर भएँ, म आफै युवा हुँ, मेरा आफ्नै सपनाहरू छन्, म आफै त्यसरी नै कुदिराखेको मान्छे हुँ। तर मान्छे यसरी कुद्दै पनि, मान्छे यसरी दौडिँदै पनि र
उसले खोजेको तथाकथित कुरो पाउँदा पनि किन खुसी छैन, यो प्रश्नले मलाई एकदमै पिरोल्यो र म गम्भीर भएर घोत्लिएको बखत सायद त्यो वाक्य मेरो दिमागमा आयो र मैले त्यहाँ एउटा प्लटमा कथा अंशमा त्यो कुरालाई जोडेँ र म आफै पनि एक किसिमले त्यो कुराको भुक्तभोगी हुँ जस्तो मलाई लाग्छ, किनभने म आफू भनेको म बाँचेको पुस्ता हो, म बाँचेको समय हो र आम युवाहरू हुन् जस्तो मलाई लाग्छ। निकै मिठो कुरा गर्नुभयो र आज तपाईँसँग यी कुराहरूमा छलफल गरिरहँदा मैले एक प्रकारको सन्तोष प्राप्त गरेँ। म सधैँ भन्ने गर्छु युवा पुस्ताहरूले आफ्नो बाटो आफै तय गर्नुपर्छ, तर अहिले धेरै मान्छे, हामीलाई मधुबन सुन्ने पनि धेरै तन्नेरीहरू हुनुहुन्छ, धेरै साथीहरू हुनुहुन्छ। म भाग्यमानी छु कि धेरै तन्नेरीहरूको जम्माजालको बीचमा उभिएको छु। ती धेरैजना तन्नेरीहरूको मनोदशाको विश्लेषण छ यहाँ। उनीहरू अक्सर हाँस्नभन्दा ज्यादा रोए जस्तो लाग्छ, खुशी हुनुभन्दा ज्यादा भत्किए जस्तो लाग्छ, प्राप्ति भन्दा बढ्ता गुमाए जस्तो लाग्छ। र तपाईँले उपन्यासमा राख्नुभएको नाम उनीहरू आफू बसिरहेको ठाउँ, सोचिरहेको ठाउँ, आफूले देखिरहेको ठाउँ, आफ्नो सपना, आफ्नो विपना, आफ्नो धरती, आफ्नो धरातल, आफ्नो पढाइ, आफ्नो संगत, आफ्ना मान्छे, आफ्ना आफन्त सबैबाट विस्थापन खोजिरहेका छन्। यो घुमाई फिराई देशलाई हुने एउटा घाटा हो। एउटा लेखकले दिएको यो चेतावनी यो दुनियाँले, यो समाजले कसरी ग्रहण गर्छ? खासमा मलाई के लाग्छ भने एउटा युवाको आज एउटा कृति आएको छ, यसमा धेरै युवाहरूको भावना मैले समेट्न उहाँलाई बुन्न प्रयत्न गरेका छु। हामी यतिखेर नयाँ नेपालको कुरा गरिराखेका छौँ र नयाँ नेपाल बनाउँदाखेरि चाहिँ युवा पुस्ताको एकदमै खाँचो पर्छ। हामी कुरा नयाँ नेपालको गरिराखेका छौँ, योजना बनाइराखेका छौँ, तर त्यसको लागि चाहिने इन्धन आजको युवा शक्ति, मैले भने जस्तै, तपाईँले ठम्याए जस्तै अहिले विस्थापन चेतना बोकेर बाँचिरहेको छ। हुनसक्छ भौतिक रूपमा त नेपालमै छ, तर चेतना उसको विस्थापन छ। यस्तो अवस्थामा हामी योजना बनाउँदैछौँ, हामी नयाँ नेपालको कुरा गर्दैछौँ। यो कति सार्थक हुन्छ भन्ने मेरो एउटा आवाज हो। आशा मेरो लेखाइले युवा पुस्तालाई पनि सम्बोधन गर्नेछ, उहाँहरूको प्रतिनिधित्व गर्नेछ र हाम्रा नीति निर्माताहरू, हाम्रा देश चलाउन एकदमै तमतबार भएर बस्नुभएका आदरणीय नेताहरू, नीति निर्माताहरू सबैले यो कुराहरूलाई ध्यानपूर्वक सुनिदिनुहुनेछ भन्ने मेरो युवाहरूको तर्फबाट एउटा आभार छ यसमा। हजुर, यतिखेर लाइनमा अर्को एकजना साथी हुनुहुन्छ, म उहाँसँग कुरा गर्छु र फेरि फर्केर ऋषिजी कहाँ आउँछु। एकैछिन होल्डमा रहिदिन अनुरोध गर्दछु। अर्को एकजना साथी लाइनमा हुनुहुन्छ, उहाँसँग कुरा गरिसकेपछि र हामी मधुबनको यात्रामा छौँ र यो यात्रामा हामीले कला, साहित्य, संगीत, संस्कृतिका कुरा गर्छौँ, विविध विषयवस्तुहरूका कुरा गर्छौँ र यतिखेर तपाईँ लाइभ मधुबन सुनिरहनु भएको छ नवराज लम्सालसँग र तपाईँ अहिले यतिखेरै सुन्न पाउनु भएको छैन वा लाइभ मसँग कुरा गरिरहेका साथीले आफ्नो यो प्रसारण फेरि दोहोऱ्याएर सुन्न चाहनुहुन्छ भने नेपाली मिडिया अनलाइन.com मा पनि गएर यहाँले सुन्न सक्नुहुन्छ। साथी विशालजित पालिखेको सौजन्यमा नेपाली मिडिया अनलाइन.com मा हप्तैभरि तपाईँले सुन्न सक्नुहुन्छ र त्यहाँ तपाईँले आफूले डाउनलोड गर्न सक्नुहुन्छ, आफूले सुरक्षित राख्न सक्नुहुन्छ आफ्नो प्रति नेपाली मिडिया अनलाइन.com। यतिखेर लाइनमा एकजना साथी हुनुहुन्छ, उहाँसँग कुरा गर्छु अनि म ऋषिजी कहाँ फर्केर आउँछु। हेलो दाइ दर्शन, नमस्ते। नमस्ते, को बोल्नु भयो होला? अनि के छ दाङको खबर? दाङ खबर सकालमा ठिकै छ। अघि अछाम थिएँ, म अहिले दाङ आइपुगेँ र दाङकोबाट ल सुनाउनुहोस्, के सुनाउनुहुन्छ? आज गजल सुनाउँछु। ल सुरु गरौँ। अशान्तिका छालहरू मेट्नु पर्छ अब, भरान्तिका जन्जालहरू रेट्नु पर्छ अब। तल माथि दायाँ बायाँ राम पाउन गाह्रो भयो, त्यसैले त रावणलाई लखेट्नु पर्छ अब। स्वार्थले नै मानिसहरू डुब्दैछन् अँध्यारोमा, सुमार्गमा पाउहरू टेक्नु पर्छ अब। अशान्तिका छालहरू मेट्नु पर्छ अब। बढिरहोस् यो देशमा विकृति र विसङ्गति, बढिरहोस् यो देशमा विकृति र विसङ्गति, तर पनि जनताको संविधान लेखिनु पर्छ अब। अशान्तिका छालहरू मेट्नु पर्छ अब, भरान्तिका जन्जालहरू रेट्नु पर्छ अब। हजुरलाई यति नै हुन्छ। यहाँलाई धेरै धेरै धन्यवाद। यी कुराहरू गरिनुपर्छ भन्नुभयो, उहाँको सृजनाको लागि धन्यवाद। हामी अझ धेरै परिष्कारको अपेक्षा गर्छौं। हामीले हाम्रा सृजनाहरूलाई अझ धेरै सशक्त बनाउन बाँकी छ, अझ धेरै मेहनतहरू गर्न बाँकी छ। हामी मधुबनमा छौं र 4211 721 र 4211 736 मा हामी हाम्रा श्रोताहरूसँग सिधै सम्पर्क स्थापित गरिरहेका छौं। उहाँहरूको सृजना पनि सुनिरहेका छौं र आज हामी ऋषि तिमसेनासँग कुराकानी पनि गरिरहेका छौं। विस्थापन उहाँको पछिल्लो उपन्यास। र ऋषिजी, हजुर, उपन्यास चाहिँ किन रोज्नुभयो?
यसमा मलाई एकदमै सानो उमेरदेखि अब भन्दाखेरि मान्छेले अलिक नपत्याउने कुरा पनि हुन सक्छ। म सानैदेखि पनि उपन्यास पढ्दै आइरहेको मान्छे हो र सानै उमेरदेखि म उपन्यासमा धेरै रुचि थियो। तपाईँले विश्वास गर्नुहुन्छ भने तपाईँकै मिडिया मार्फत म के जानकारी दिन चाहन्छु भने आजभन्दा धेरै वर्ष अगाडि 15-20 वर्ष अगाडि जब म 7 क्लासमा पढ्थेँ त्यतिखेर बुवाले मेरो स्कुलको अध्ययनको लागि किनिदिनु भएको राधाकृष्ण कविको एउटा कपीलाई छुट्याएर बुवाको आँखाबाट छुट्याएर त्यसलाई मैले उपन्यास कापी बनाएको थिएँ र त्यसमा पहिलो पटक एकदमै सानो उमेरमा एउटा भरिया दाई भन्ने उपन्यास लेखेको थिएँ। त्यो 17 पेजको थियो, दुःखले हातले आफै स्केच गरेको थिएँ कभरमा र एउटा उत्साह त्यतिखेर थियो र त्यो उत्साह धेरै वर्षसम्म गुम्सियो। म पढाइ, परीक्षा, करियर, पारिवारिक जीवनले गाँजिएँ र बीचमा काठमाडौँ आइसके पछाडि म लघु कथातिर लागेँ। मैले धेरै लघु कथाहरू लेखेर हाम्रा स्थापित साहित्यिक पत्रिकाहरू मधुपर्क, गरिमा जस्ता पत्रिकाहरूमा पनि छपाएँ। त्यतिखेर म तपस्वी ऋषि भन्ने नामबाट ती कृतिहरू लेख्थेँ। तर मलाई एउटा उपन्यास लेख्ने छटपट्टि म भित्र एउटा गुम्सिएको कथा बाँकी थियो र त्यो लगभग 2-3 वर्ष अगाडिदेखि फेरि आफ्नो त्यसले गति लियो र म फेरि उपन्यासमै फर्किएँ र मलाई पढ्न पनि साहित्यमा पनि आख्यानमा एकदमै रुचि छ। मलाई लाग्छ एउटा आख्यानले एउटा सिङ्गो जीवन चित्र, एउटा समय, एउटा कालखण्ड, एउटा इतिहासलाई प्रतिबिम्बित गर्छ। त्यसको भन्नुको मतलब अरू सुविधाहरूले त्यो काम गर्न सक्दैनन् भन्ने होइन, तर एक लेखकको रूपमा सायद म अलिकति आख्यानतिर बढी आफूलाई रुचि भएर हुन सक्छ। एउटा लेखकले सशक्त भएर आफ्नो प्रस्तुति एउटा आख्यानमा पोख्न सक्छ भन्ने मलाई लाग्छ र आफूलाई अलिकति सजिलो पनि त्यसले लागेर बिराको छनौट त आफ्नो रुचिको कुरा पनि भयो, जहाँ पोखिन सजिलो लाग्छ त्यही त हो होइन। जस्तो तपाईँले सम्भवतः सुरुदेखि मलाई सुन्न पाउनुभयो कि पाउनु भएन, सुरुदेखि मैले एउटा तपाईँको आफ्नो कुराबाट केही कुरा उठान गरेँ र तपाईँले दाम्पत्य जीवनको नौलो तर रोमाञ्चक मधुमासबाट गर्भमा बालो विकसित हुँदै आएको सन्दर्भदेखि उठाउनु भयो र त्यो बढ्दै आउँदा छोरालाई मुसार्दै गर्दा कथावस्तु बढ्दै गएको कुरा गर्नुभयो। हजुर। छोरो कत्रो भयो? छोरो अहिले 4 वर्ष पुग्दैछ। तपाईँले एकदमै मर्मस्पर्शी कुरा गर्नुभयो। सायद मेरो अभिभावक पनि टाढा कतै बसेर अहिले हाम्रो इन्टरभ्यू सुनिरहनु भएको छ। जब मलाई उहाँहरूले हुर्काउनु भयो म एउटा सिर्फ छोरो थिएँ र जहिले पनि म आफूलाई एउटा छोरोको तर्फबाट, एउटा व्यक्तिको तर्फबाट, एउटा युवाको तर्फबाट हेर्थेँ। तर जब हाम्रो बिहा भयो, बच्चा जन्मियो र म जब बाबु हुन पुगेँ त्यतिखेर एउटा बाबुआमाको मैले पर्सपेक्टिभबाट छोराछोरीको कुरालाई हेर्न थालेँ। छोरो जसरी बढ्दै गयो मैले सोचेँ त्यहाँ लेखे जस्तै छोरो एक दिन हुर्किनेछ, मैले यत्रो माया दिइरहेको छु, यत्रो उसलाई केयर गरिरहेको छु, तर अहिलेको युवा पिँढी जस्तै यो पनि एक दिन भौतारिनेछ र मबाट टाढा हुनेछ भन्ने जुन एउटा भयभाव मेरो दिमागमा जब आयो, उपन्यासलाई त्यसले अवश्य पनि ऊर्जा थप्यो र म तम्सिएँ मेरो आफ्नो कथा लेख्न, युवाहरूको कथा लेख्न र हुर्किएर तन्नेरी भएमा फेरि नै कुनै दिनमा पुग्ने मेरो आफ्नै छोराको र उसको पुस्ताको कथा लेख्न पक्कै पनि उसको जन्मले, उसको मसँगको सहयात्राले मलाई एउटा लेखकको रूपमा ऊर्जा अवश्य दिएको हो। नवराज दाइ, यति कुरा भइसकेपछि तपाईँ सम्भवतः अंग्रेजी साहित्यको विद्यार्थी हुनुहुन्छ होइन? हजुर। तपाईँले अघि नै भन्नुभयो आख्यान मनपर्छ र धेरै पढेँ भन्नुभयो, भैरया दाइको 17 पाने त्यो लिखित उपन्यासको कुरा पनि गर्नुभयो। अंग्रेजी साहित्यमा तपाईँले पढेका कृतिहरूको सन्दर्भ हेर्दा युवा पुस्ताका, तपाईँको पुस्ताको मान्छेको लेखन र पश्चिमाहरू अथवा अंग्रेजी भाषामा लेख्ने तपाईँकै पुस्ताको मान्छेहरूको बीचको वैचारिक समता कति छ? मेरो विचारमा धेरै फरकहरू छन् जस्तो मलाई लाग्छ। धेरै टाढा जानु पर्दैन, यही नजिकै भारतमा रहेर अंग्रेजी साहित्यमा, अंग्रेजी विधामा कलम चलाउने र हाम्रो बीचमा पनि धेरै खाडलहरू छन् जस्तो मलाई लाग्छ। त्यो खाडलमा के कुराले खाडल छ? खासमा मलाई के लाग्छ भने लेखक भनेको समाजको उपज हो, परिस्थिति समयको उपज हो। पश्चिमा साहित्यहरू अंग्रेजीमा लेख्ने मान्छेहरूको संसार फरक छ, उहाँहरूको भाषा मात्रै फरक छैन, उहाँहरूको परिस्थिति, उहाँहरूको सोचाइ र समय पनि फरक छ। हामी तेस्रो विश्वमा बस्छौं। भारतीय लेखकहरू जो अंग्रेजीमा लेख्नुहुन्छ, नेपाली लेखकहरू जो अंग्रेजीमा लेख्नुहुन्छ र नेपालमै बस्नुहुन्छ भने पनि उहाँहरूको बीचमा लेखाइमा पनि धेरै भिन्नताहरू मैले पाएको छु। हुनसक्छ भाषामा समानता छ, तर विषयवस्तुको उठानदेखि लिएर प्रस्तुतिको शैली र हाम्रा उद्देश्यहरू अथवा थीममा जुन हामी कुरा आफ्नो राख्छौं ती कुराहरूमा मैले धेरै फरक देखेको छु। पश्चिमा समय अहिले आफ्नै तरिकाले गुज्रिरहेको छ। साहित्यले त्यहाँको मान्छेको मनस्थितिलाई चित्रण गर्छ र उहाँहरूले जुन कुरा चित्रण गर्नुहुन्छ हुनसक्छ हाम्रो लागि त्यो त्यति उपयुक्त नहुन पनि सक्छ हाम्रो परिस्थितिलाई जाँदेर हेर्दाखेरि। र मैले अघि भने जस्तै भाषागत कुराहरू त मिल्लान्, शैलीका कतिपय पक्षहरू मिल्लान्, तर विषयवस्तुका हिसाब किताबले हामी धेरै फरक छौँ जस्तो मलाई लाग्छ। हजुर, यसको मतलब हामी हाम्रो समाज टिप्न, हाम्रो समय टिप्न, हाम्रो मान्छे टिप्नमा चाहिँ हाम्रो पुस्ता कमजोर छैन?
कमजोर छैन, हाम्रो कुरालाई डिपिक्ट गर्न कमजोर छैन। जो नेपालमा बस्नुहुन्छ नेपालमै लेख्नुहुन्छ छन्, जस्तो बाहिरै बसेर पनि नेपाली राइटरहरू हुनुहुन्छ, तर उहाँहरूले अंग्रेजीमा लेख्नुहुन्छ भने कतिपय कुराहरूमा त्यहाँ फरक हुन सक्छ। तर नेपाली लेखकहरू पनि नेपालको वर्तमान परिस्थितिलाई चित्रण गर्न चाहिँ कम हुनुहुन्छ जस्तो मलाई लाग्दैन। तर हुनसक्छ हामीले चित्रण गरेको परिस्थिति, हामीले उठाएको विषयवस्तु अहिले विश्वले पढिरहेको विषयवस्तुसँग कतिको त्यो नजिक छ, त्यसले कतिको रुचि राख्छ भन्ने कुरा चाहिँ गम्भीर प्रश्न हुन सक्छ। तर मलाई जहाँसम्म लाग्छ हामी नेपाली लेखकहरूले जुन कुरा उठाइराखेका छौँ, सायद हामी माटो बोलिरहेका छौँ, हाम्रो नेपालको परिस्थिति बोलिरहेका छौँ। बस 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 यही आएर रोकिन्छु। हामीले माटो बोलिरहेका छौँ। जब हामी हाम्रो माटो र माटोमाथि खेलेका हाम्रा सपनाहरू लेख्दैनौँ, लेखक हुनुको पनि कुनै अर्थ छैन। यसरी एकैछिन होल्डमा रहिदिनु अनुरोध गर्छु। मजा लागिरहेछ तपाईसँग कुरा गरिरहँदा। म एउटा युको प्रतिनिधि एकजना तन्नेरीसँग कुरा गरिरहेको छु। हर तन्नेरीहरूको मनमा धेरै उपन्यास लेखिने विषयवस्तुहरू तछाड मछाड गरिरहेका छन्। मलाई लाग्छ मलाई सुनिरहने धेरै तन्नेरी पुस्ताका साथीहरू जो विश्वविद्यालयमा पढिरहनु भयो होला वा पढाइरहनु भयो होला वा अन्यत्र कतै कामहरूमा हुनुहोला, तर सामाजिक र आर्थिक रूपान्तरणबाट मुलुक समृद्ध भएको सपना देख्न चाहने, सपना विपना भएको देख्न चाहने धेरै तन्नेरीहरूका बीचमा हामी यिनै र यस्तै जटिलताहरूसँग खेलिरहेका छौं। त्यो जटिलताहरू लेख्ने प्रतिनिधि पात्र ऋषि तिमसेना हामीसँग हुनुहुन्छ। विस्थापन उपन्यासमाथि हामीले चर्चा गरिरहेका छौं। त्यसो त मधुवनमा फोनमा आफ्ना सृजना सुनाउने साथीहरूको लागि पनि ठाउँ सुरक्षित छ। ऋषिजी एकैछिन होल्डमा रहनुहुन्छ, म अर्को साथीसँग कुरा गर्छु अनि फेरि फर्कन्छु। हेलो हेलो, नमस्ते हजुर। नमस्ते, को बोल्नु भयो होला? म कालीकोट कोटबाडाबाट कमल परियार। कोटबाडाबाट। अनि के छ खबर कोटबाडातिर? एकदम रमाइलो छ भनौँ, हावा चलिरहेछ है, शीतल भइरहेछ भनौँ। कालीकोट कोटबाडा होइन त? ल सुनाउनुहोस्, के सुनाउनुहुन्छ? त्यति सफा सुनिएको छैन टेलिफोन, तर कालीकोटदेखिको टेलिफोन जस्तो सुनिन्छ त्यस्तालाई हामी राम्रो मानेर सुन्छौँ। ल सुरु गर्नु तपाईँको सृजना। मेरो गजल छ है, म अब राम्रो भए पनि नभए पनि सुनाउन चाहन्छु। हुन्छ। आकाशको जुन तारा बल्दैछ, धरतीको माटो सारा बल्दैछ, विकासको व्यथा जहाँको त्यही छ, विकासको व्यथा जहाँको त्यही छ, कर्णालीको मुगु सारा बल्दैछ, धरतीको माटो सारा बल्दैछ, विगतको द्वन्द सबैलाई थाहा छ, विगतको द्वन्द सबैलाई थाहा छ, पीडाको आँसु धारा बल्दैछ, धरतीको माटो सारा बल्दैछ, बमबारुद र गोला पस्केकै त थिए, बमबारुद र गोला पस्केकै त थिए, कलम मसीको अब नारा बल्दैछ, धरतीको माटो सारा बल्दैछ, शान्तिको गीत देउरालीमा धुन, शान्तिको गीत देउरालीमा धुन, क्रान्तिको लोक तारा बल्दैछ, धरतीको माटो सारा बल्दैछ, जलाएका थियौ डढाएका थियौ, जलाएका थियौ डढाएका थियौ, रक्ताम मेरो घुम खारा बल्दैछ, आकाशको जुन तारा बल्दैछ, धरतीको माटो सारा बल्दैछ। यति नै गरे। धेरै धेरै धन्यवाद। रक्ताम मेरो घुम खारा बल्दैछ अनि कुन के सारा बोल्दैछ। यतिखेर कालीकोटको कोटबाडाबाट एकजना साथी हुनुहुन्थ्यो, उहाँले आफ्नो सृजना सुनाउनु भयो। आज अछाम कालीकोट हुँदै सुदूरपश्चिमतिरका साथीहरूको आवाज धेरै समेटिएको छ। म पूर्वका साथीहरूबाट पनि टेलिफोन आओस् भन्ने अपेक्षा गर्छु। हामी मधुवनमा छौं, लाइभ यानि कि सिधै प्रसारण गरिरहेका छौं। यो मधुवन हो, यो हामी चेतना वाहकहरूको निम्ति शब्द शिविर भन्न मन पराउँछौं। यो चेतना शिविर हो जहाँ हामी चेतनाका कुरा गर्छौं। हामी साहित्यिक पाटोबाट सामाजिक र राजनीतिक परिवर्तनका मुद्दाहरूलाई लेखिएका सृजनाहरू अझ धेरै मन पराउँछौं। हामी फूलको सुन्दरता होइन, फूल रोप्ने, गोड्ने, बढाउने र हुर्काउने मालीसम्मको कुरा गर्न मन पराउँछौं। फूलका धेरै कविताहरू लेख्यौं होला, सुगन्ध र बास्नाको कविता लेख्यौं होला, फूल सिउरेर आफ्नो टाउकामा राख्ने सुन्दरीहरूको बारेमा धेरै कविता लेख्यौं होला। अब हाम्रा कविता, कथा र उपन्यासहरूमा अब त्यो फूल फुलाउने, बगैँचा बनाउने माली दाईहरूका बारेमा र फूलका बिउ बिजनहरूमाथि पनि लेखिनुपर्छ, समग्रता खोजिनुपर्छ भन्ने लाग्छ। हामी मधुवनको यात्रामा छौं र तपाईँ अहिले यो कार्यक्रम यतिखेर सुन्नुभएको छैन भने नेपाली मिडिया अनलाइन.com मा गएर पनि तपाईँ आफ्नो फुर्सदमा हप्तैभरि सुन्न सक्नुहुन्छ। नेपाली मिडिया अनलाइन.com। साथी विशालजित पालिकीको सौजन्यमा हामीले यो अवसर प्राप्त गरेका हौं। विशालजीलाई धन्यवाद। हामी धेरै साथीहरूसँग टेलिफोन सम्पर्कमा पनि छौं र टेलिफोनबाट धेरै कुराहरू पनि सुनिरहेका छौं। अर्को टेलिफोनमा अर्को साथी कहाँ पुग्नु अघि फेरि ऋषिजी कहाँ। ऋषिजी, हजुर, मधुवनमा आज कुराकानी गर्यौं। हजुर, एउटा विस्थापन, एउटा उपन्यासबाट शुरू गर्नुभयो, अबको योजना के छ? खासमा मैले अघि दाइलाई निवेदन गरे जस्तै मलाई आख्यानमा एकदमै रुचि भएको हुनाले सायद आगामी कृतिहरू पनि म आख्यानमै मेरो कलम चलाउँछु होला र केही कामहरू पनि, केही रिसर्चहरू मैले त्यसको लागि गरि पनि सकेका छु। अवश्य पनि मेरो लेखनको विधा चाहिँ उपन्यास नै हुनेछ र एरिया पनि, लेखनको क्षेत्र पनि
मैले चाहिँ युवाहरूकै विषयवस्तुलाई फेरि उठाउने हिसाब किताबले केही रिसर्चहरू पनि गर्न थालिसकेका छु। हजुर, हिजोको तपस्वी ऋषि र आजको ऋषि तिमसिना के फरक छ? खासमा त्यतिखेर लहर थियो। म अरूको नक्कल गर्ने कुरामा बढी विश्वास गर्थेँ। जब म सानो थिएँ, साहित्यिक कृतिहरू पढ्थेँ, त्यतिखेर सायद त्यस्तो उपनामहरूबाट लेख्ने त्यतिखेर चलन सायद देशको परिस्थितिले पनि बढी थियो र सायद त्यतिखेर सानो लेखकको रूपमा म अरूको कुरा धेरै पढ्थेँ, अरूको कुरा धेरै नक्कल गर्थेँ र त्यो एउटा नक्कलको उपज थियो। तर जब म बिस्तारै बढ्दै गएँ, आफू ठुलो हुँदै आएँ र मेरो चेतनाको स्तर पनि जसरी बढ्दै आयो, तब मलाई के महसुस भयो भने म आफू व्यक्तिको रूपमा आफ्नो छुट्टै पहिचान हुनुपर्छ र लेखाइको रूपमा पनि मेरो पहिचान छुट्टै हुनुपर्छ र कोही मान्छेले मेरो कृति, मेरो विषयवस्तु शीर्षक नपढिकन कुनै च्याप्टर, कुनै प्याराग्राफ पढ्दाखेरि यो फलाना मान्छेले लेखेको हो है भन्ने खालको एउटा पहिचान मेरो छुट्टै हुनुपर्छ जस्तो मलाई एउटा लाग्दै आयो र मैले ठाने म ऋषि तिमसेना हो र ऋषि तिमसेनाबाटै लेख्नुपर्छ भन्ने एउटा विकसित चेतनाको उपजको रूपमा आज ऋषि तिमसेना सायद तपाईँसँग बोल्दैछ जस्तो लाग्छ। यति धेरै कुरा गर्यौं र आख्यानको यति धेरै प्रेमपूर्वक प्रशंसा गर्नुभयो। नेपाली आख्यानहरू पढ्दा तपाईँलाई छोएका कृति, छोएका लेखकहरूको अलिकति सन्दर्भ उठाउन। मलाई थुप्रै छन्। मलाई नेपाली लेखकहरूदेखि लिएर विदेशी लेखकहरू, म सानोमा थुप्रै पटक आमा उपन्यास पढेर हुर्किएँ। मेरो घरको वातावरणमा पनि अलिकति त्यो खालको प्रभाव थियो र त्यस पछाडि नेपाली उसमा आउँदाखेरि जब म पारिजात दिदीको कुरा पढ्न थालेँ त्यतिखेर उहाँको कृतिहरू मलाई धेरै तान्यो। विश्वास गर्नुहुन्छ भने म तपाईँकै कार्यक्रम मार्फत अझै पनि बताउन चाहन्छु, मसँग पारिजात दिदीको सिरिजको फुल मसँग सुरक्षित छ र वर्षमा एकचोटि म फेरि त्यो दोहोऱ्याएर पढ्छु र मलाई एकदमै मनपर्ने नेपाली लेखकहरूमा पारिजात दिदीको नाम मनपर्छ र थुप्रै हुनुहुन्छ। नाम लिँदाखेरि अहिले समकालीन साथीहरू र अग्रज दाईहरूको कृतिहरू पनि धेरै नै मनसुने कृतिहरू आएका छन्। मलाई कहाँसम्म विश्वास छ भने अहिले जो नयाँ साथीहरू आइराख्नुभएको छ आख्यान लिएर, उहाँहरूको लेखाइ एकदमै सशक्त छ र ती कृतिहरूका हरेक पानाहरू हामी जस्ता नवलेखकहरूलाई, आम पाठकहरूलाई छुने खालका छन् जस्तो मलाई लाग्छ। ऋषिजी, फेरि एकपटक मैले होलमै बस्न अनुरोध गरेँ। म अर्को साथीसँग कुरा गर्छु र अन्तिम चरणमा को हो ऋषि तिमसेना, म त्यस विषयमा फर्केर आउँछु। यतिखेर म अर्को साथीलाई स्वागत गर्छु। हेलो, नमस्कार। नमस्कार, को बोल्नुभयो होला? हजुर, दाङको डिरुवा गाविसबाट प्रकाश केसी विवश। प्रकाश केसी विवश। प्रकाशजी, दाङबाट के सुनाउनुहुन्छ आज? दाङबाट एउटा गजल नै सुनाऊ। ल, सुरु गरौँ। आज गजलको लहर छ। ल, हुन्छ। क्रान्तिका राकाहरू बलेर के भयो, क्रान्तिका राकाहरू बलेर के भयो, रोल्पासँगै रुकुम पनि जलेर के भयो, जनता यहाँ भोक भोकै मर्दै गर्दा, जनताहरू भोक भोकै मर्दै गर्दा माथि खानपिनका कुरा चलेर के भयो, रोल्पासँगै रुकुम पनि जलेर के भयो, भोक भोकी महँगीमा दिन काट्न बाध्य भयौं, भोक भोकी महँगीमा दिन काट्न बाध्य भयौं, महँगी दिन दिनै बढाएर के भयो, क्रान्तिका राकाहरू बलेर के भयो, रोल्पासँगै रुकुम पनि जलेर के भयो। हजुर दाइ, यहाँलाई धेरै धेरै धन्यवाद। अघि एकजना साथीले रुकुमको खारा जल्यो भन्नुभएको थियो, उहाँले जलेर के भयो भन्नुभयो। मलाई लाग्छ लेखकहरू जहाँ बसेर लेखे पनि र जुन कोणबाट लेखे पनि आखिर रुकुम र खारा अथवा कोटबाडा अथवा को सन्दर्भ आइरह्यो। आज अहिले नवलपरासी र सुस्ताको कुरा आइरह्यो। पक्ष विपक्ष वा दृष्टिकोण अथवा त्यो हेर्ने दृष्टिकोण आफ्नो होला, तर पनि विषय त्यही विषयमाथि स्रष्टाहरू बगिरहनु भएको छ। यति जरुरत छ कि ती हेरिएका हेराई र दृष्टिकोणहरूको भाषिक र अभिव्यक्तिको क्रममा अलिअलि परिष्कार जरुर बाँकी छ, तर हामी त्यसको पनि अपेक्षा गर्छौं र मधुबनको यो यात्रामा छौं हामी। नेपाली मिडिया अनलाइन.com मा फुर्सदमा सुन्न सक्नुहुने यो मधुबन अहिले यतिखेर चाहिँ लाइभ प्रसारण भइरहेछ। हामी ऋषिजीसँग थियौं। ऋषिजी, हामी अन्तिम चरणमा आइपुग्यौं। मैले अघि भने यति कुरा गर्ने ऋषि तिमसेना कहाँ जन्मियो होला, कहाँ हुर्कियो होला, कसरी काठमाडौँ आइपुग्यो होला, त्यो पनि हाम्रो श्रोताहरूलाई उत्सुकताको विषय रह्यो होला। मेरो जन्म नेपालको सुदूर पूर्वी जिल्ला झापाको लखनपुरमा भएको हो र मैले आफ्नो प्रारम्भिक शिक्षा मेरो त्यहीँको विद्यालयमा पूरा गरेर त्यस पछाडि म उच्च शिक्षाको लागि धनकुटा बहुमुखी क्याम्पस जुन धनकुटा जिल्लामा छ, पूर्वाञ्चलको सदरमुकाम, त्यहाँ गएर मैले आफ्नो ब्याचलरसम्मको पढाइ पूरा गरेँ र 2057 सालको अन्तिमतिर म आफ्नो मास्टर्सको एउटा उद्देश्य बोकेर
उच्च शिक्षाको उद्देश्य बोकेर काठमाडौँ छिरेको मान्छे हुँ र अहिले पेसाले म आफ्नो मास्टर डिग्रीको पढाइ सकिसके पछाडि पेसाले पढाउँछु र म काठमाडौँमै बस्न आइरहेको छु। हामीलाई समय दिनुभयो, मधुबनमा आउनुभयो, यति धेरै मिठा कुरा गर्यौं र तन्नेरीहरूको बीचमा एक प्रकारको सन्देश पनि प्रवाहित भयो होला भन्ने कामना गर्छु। म युवा पुस्ता, युवा चेतना र युवा सृजनालाई असाध्यै मन पराउँछु र तिनै सृजनाहरू समाजमा स्थापित होस् भन्ने कामना पनि गर्छु। मेरो कामनामा तपाईँको विस्थापन एउटा सहयोगी पनि हुन्छ भन्ने लाग्छ। ऋषिजी, तपाईँलाई धेरै धेरै धन्यवाद। हजुर, मलाई पनि एकदमै खुसी लागेको छ आज दाईको कार्यक्रम सुन्दै हामी हुर्कियौं र दाईले अब म यही पुस्ताको प्रतिनिधि पात्र हुँ भनेर उद्घोष पनि गर्नुभएको छ। एउटा लिजेन्डरी फिगरसँग जसको स्वरमा एउटा जादु छ, जो आफै व्यक्ति होइन संस्था भइसकेको छ हाम्रो फिल्डमा, लेखनको फिल्डमा, वाचनको फिल्डमा, रेडियो प्रस्तुतिको फिल्डमा। त्यस्तो मान्छेसँग बसेर कुरा गर्न पाउँदा म आफूलाई एकदमै भाग्यशाली ठान्छु। दाईको आगामी दिनहरूमा पनि यस्तै खालको सद्भाव सुझावहरू रहिरहोस्। म त्यो भाग्यमानी पुस्ताको तर्फबाट, मेरो व्यक्तिगत तर्फबाट दाईप्रति एकदमै आभार व्यक्त गर्छु र जो मलाई सुनिरहनु भएको छ, मेरो अभिभावकहरू, मेरो आफन्तहरू, मलाई सहयोग गर्ने, उपन्यास यहाँसम्म ल्याइपुर्याउन सहयोग गर्ने सम्पूर्ण पक्षहरूलाई तपाईँको कार्यक्रम मार्फत धन्यवाद दिन्छु र तमाम पाठकहरूलाई मलाई एकचोटि पढ्दिन, मलाई सुझाव दिन म तपाईँ मार्फत आह्वान गर्दछु। धन्यवाद ऋषिजी। तपाईँको अनुकूल पर्यो भने नेपालीमीडियाअनलाइन.com मा हाम्रो गफ फेरि सुन्नुहोला। हजुर, धन्यवाद। धन्यवाद ऋषि। तिमीसँग हामीसँग हुनुहुन्थ्यो विस्थापन भएको उपन्यासमाथि हामीले समीक्षा, बहस, चर्चा, छलफल, कुराकानी जे भनौँ यति भनौँ संवाद गर्यौं। मधुबनको हामी उत्तरार्धमा छौं, हामीसँग थोरै समय बाँकी छ। अब केही श्रोता साथीहरूको सृजना सुन्ने पालो। को हुनुहुन्छ लाइनमा? हेलो। हेलो, हजुर नमस्कार। नमस्कार, को बोल्नुभयो होला? म कपिल वस्तुबाट कमल पोखरेल। पोखरेलजी, आराम? हजुर। के गर्दै हुनुहुन्छ हिजो आज? आज यस्तै हो, पानी पर्न लागिरहेछ। अब खेतीपाती त्यस्तै हो। के सुनाउनुहुन्छ अब? हजुर, के सुनाउनुहुन्छ? आज म सानो सिर्जना भनौँ, म पहिलो हो लेखाइ क्रममा त खासै परिपक्व होइन, भर्खर क्रम चलाउँदै गरेको व्यक्ति। हुन्छ, सुरु गरौँ। हर्के दाई विदेश जाँदा मलाई पनि रहर भन्यो, हर्के दाई विदेश जाँदा मलाई पनि रहर भन्यो, त्यसैले त आज यहाँ विदेश जाने लहर भन्यो, त्यसैले त आज यहाँ विदेश जाने लहर भन्यो। बाल बच्चा छटपटाउँदा आगो सरी उनलाई पोल्यो, त्यसैले त आज यहाँ विदेश जाने लहर भन्यो। नेताहरू बोल्दा यहाँ सबलाई सानो आशा भन्यो, आखिर यहाँ केही नभइदिँदा विदेश जाने बाध्य भन्यो, आखिर केही नभइदिँदा विदेश जाने बाध्य भन्यो। कलाकारको कला छैन, व्यापारीको व्यापार चाल्यो, त्यसैले त आज यहाँ विदेश जाने लहर भन्यो। कोदो फल्ने कोदोबारी झारे बारी भन्यो, साँझ बिहान नटर्नाले विदेश जान बाध्य भन्यो। हो, साँझ बिहान नटर्नाले विदेश जान बाध्य भन्यो। सबैतिर खोक्रो बोझा पर्ने यहाँ चलन चल्यो, त्यसैले त आज यहाँ विदेश जाने लहर भन्यो, त्यसैले त आज यहाँ विदेश जाने लहर भन्यो। हस्, धेरै धेरै धन्यवाद। मधुबनको यात्रामा अर्को साथीलाई स्वागत गर्छु। हेलो। जातको खेती गरे, प्रविधि र उन्नत जातको खेती गरे, म पनि त काममा बोकी हिँड्ने किसान परे। किसानको छोरो भई हेरचेर हुन सकिएन, कलम चलाई खाने बेला हलो बोकी बेसी झरे, म पनि त काममा बोकी हिँड्ने किसान परे। पहाडमा राम्रो अन्न लाउन सकिएन, बेसीतिर फाँटा खोज्दै कयौं पटक बसाइ सरे, म पनि त काममा हलो बोकी हिँड्ने किसान परे। साउको जग्गा कमाएर केही हुन्छ कि भन्ठानेको आफूलाई त के हुन्थ्यो र साउको भण्डार भरे, म पनि त काममा हलो बोकी हिँड्ने किसान परे। हल्ला सुने बजारमा नि उन्नत खालको बिजन आछ, त्यही बिजन लिएर आई आफ्नो खेतको ब्याडमा छरे, म पनि त काममा हलो बोकी हिँड्ने किसान परे। यता गोरु फुकाएर उता काम गर्दै थिए, के थाहा त्यो पशुलाई त्यही बिउमा नि गोरु चरे, म पनि त काममा हलो बोकी हिँड्ने किसान परे। हरेक थरी आरोप पनि गरिबलाई नै लाउँदा रहेछन्, नगरेको गल्तीमा नि कयौं पटक झुटो ठरे, म पनि त काममा हलो बोकी हिँड्ने किसान परे। साउने बेला उर्लिँदाको त्यो भयानक क्षणमा पनि पुल बिनाको जङ्गार पनि ज्यानकै बाजी राख्दै तरे, म पनि त कालमा हलो बोकी हिँड्ने किसान परे। मलाई भन्दा चाँडै आयो उसलाई त्यो पापी काल,
मलाई भन्दा चाँडै आयो उस्तै त्यो पापीकाल जिन्दगीको सहयात्रीलाई दैवले नि चाँडै हरे म पनि त काँधमा हलो बोकी हिँड्ने किसान परे नयाँ नयाँ प्रविधि र उन्नत जातको खेती गरे। हजुर नमस्कार। हजुर नमस्कार, को बोल्नुभयो होला? कुमार नेउपाने बोल्दैछु। कहाँबाट कुमारजी? हजुर म नारायण थानबाट। साँच्चै धान रोप्नु भएको छ? हजुर रोपेको गोबर। आली लाउनु भएको छ, कुना खन्नु भएको छ, बिउ उखल्नु भएको छ? हजुर एकदम गरेको छु मैले। तपाईले यो सिर्जना पढिरहँदाखेरि एक प्रकारको गाउँ ठाउँ अनि त्यसपछि बिउ उखलेको, धान रोपेको होइन, अनि गोरु धवाएको, ढोड काटेको, मकै बोकेको, भारी बोकेको, कस्तो मजाको बिम्ब आँखाभरि झलझल्ती आयो। यहाँलाई धेरै धेरै धन्यवाद। कुमारजी हुनुहुन्थ्यो हामीसँग मधुरको यात्रामा। मलाई लाग्छ अब अर्को एकजना साथीसँग हामी कुरा गर्न भ्याउँछौँ। हेलो दादा, नमस्ते। नमस्ते, को बोल्नुभयो होला? म नुवाकोटबाट एलिसा पौडेल। एलिसाजी हजुर के सुनाउनुहुन्छ आज? एउटा गजल छ, ल सुरु गरौँ। सुने तिम्रो स्वतन्त्रताको सास लुटिँदैछ, सुने तिम्रो स्वतन्त्रताको सास लुटिँदैछ, अनि सुने स्वाधीनताको घाँस लुटिँदैछ। कति शिक्षौ कुम्भकर्ण हो, कति शिक्षौ कुम्भकर्ण हो, बिउज नभो अब हेर यहाँ म आमाको कपास लुटिँदैछ, अनि सुने स्वाधीनताको घाँस लुटिँदैछ। मेचो साँधो सधियाले, मेचो साँधो सधियाले नेपालको हेर के गर्छौ खै तिम्रो पिताको लास लुटिँदैछ, हेर यहाँ म आमाको कपास लुटिँदैछ। त्यही त गर साह्रै गर्यो कति सहने हो, गलहत्याई घरबाटै बास लुटिँदैछ, के गर्छौ खै तिम्रो पिताको लास लुटिँदैछ। जीवन के बिताउँछौ र, जीवन के बिताउँछौ र, अँध्यारोमा रम्दै झुप्राबाट दियालोको प्रकाश लुटिँदैछ, गलहत्याई घरबाटै बास लुटिँदैछ। सुने तिम्रो स्वतन्त्रताको सास लुटिँदैछ, अनि सुने स्वाधीनताको घाँस लुटिँदैछ, अनि सुने स्वाधीनताको घाँस लुटिँदैछ। थ्याङ्क यू। हस्, धेरै धेरै धन्यवाद। स्वाधीनताको घाँस लुटिएको सन्दर्भको कुरा थियो। मलाई लाग्छ अब एकजना साथीसँग कुरा गर्न भ्याउँछौँ कि भन्ने पनि लाग्छ। मैले समयतिर यसो ध्यान दिएँ, अलि कम छ समय, तर छोटो मिठो केही हरफ सिर्जनाहरू र सद्भावको कुरा मात्रै बाँड्न भ्याउँछौँ होला। हेलो, लाइनमा को हुनुहुन्छ? हजुर, उत्तम खतिवडा, म हेटौडा नगरपालिका वार्ड नम्बर 9, यहाँ अहिले हाल परवानीपुर पर्साबाट। पर्साको गर्मी कस्तो छ? हजुर, हिजो पानी परेर शीतल छ, झलक झुलुक घाम छ। हामी कार्यक्रमको अन्तमा छौँ, असाध्यै थोरै समय बाँकी छ। ल सुनाउनुहोस्, आज के सुनाउनुहुन्छ? हस् त, मेरो जीवनको दोस्रो कविता सुनाउँछु म। हस्, सुरु गर्छु। कविताको शीर्षक छ प्यारो झण्डा। राष्ट्रिय झण्डा, राष्ट्रिय हाम्रो झण्डा छ राम्रो, छेउनिलो रङ्गको, झम्रा तो सारा माझ झुम्तारा वैज्ञानिक ढङ्गको। झण्डा नफेरौँ विचार फेरौँ नेपाली मनको, खड्कौडा चिनो राष्ट्रको सानो मुटु सर्जनाको। अन्धुले निचिन्छ हरेकमा एक छ, हेर्दा त चिटिकै, हल्चल सोच फोर्छ दुष्टेशको कोर्छ, मिल्दैन फिटिकै। ठुला दुई देशको माझमा यस्तो सुन्दर देश नेपाल भो, होसियार नेता देशभक्त जनता त्रै पहाड हिमालको। यो मातृभूमिको ढुकढुकी मुटुको हो झण्डा राष्ट्रिय, मौन भई सोचौँ फेरि भुल सोचौँ वर्तमान भविष्य। राष्ट्रिय झण्डा शहीद भन्दा अरूको हक छैन, चोखोपन सरे सजाउँ मनभरि चलित हुँदैन। युद्ध खुब गरे कति वीर मरे त्यो छाती ठोकेर, भागुरो गर्या धेरै छन् मर्या यो झण्डा बोकेर। फेरि ए झण्डा अन्याय धन्दा नेपाली सराथे, बन्न बोकिन्छ बेहालै हुन्छ चनाको हो साथी। रक्षा होस् देशको विचार त्यसको के छ रचना त, न्याउल मारी पछुतो भारी होला नि जनता। हस्, धन्यवाद। हस्, धेरै धेरै धन्यवाद खतिवडाजी, निकै मिठो कुरा सुनाउनु भयो। झण्डा नफेरौँ विचार फेरौँ, बस परिवर्तनको विचारको लागि स्वागत छ। आजको मधुबन यही सकिन्छ, लाइभ प्रसारण गर्यौं र तपाईले अहिले सुन्न भ्याउनु भएको छैन नेपाली मिडिया अनलाइन.com मा गएर पनि सुन्न सक्नुहुन्छ। तपाईको फुर्सदको बेलामा प्राविधिक साथी सुरेन्द्र श्रेष्ठ र म नवराज लम्साल बिदा मागे। त अर्को हप्ता फेरि भेटौँला। नमस्कार।
साइली रिमै चौरी गाई झर्यो रिमै मधुबनैमा। चेतना वाहकहरूका निम्ति एउटा शब्द शिविर। नवराज लम्सालको प्रस्तुति कार्यक्रम मधुबन। कला, साहित्य, संगीत र संस्कृतिका निम्ति समर्पित कार्यक्रम मधुबन प्रत्येक शुक्रबार बिहान 10 बजे मधुबन।